आफूलाई एकदमै राम्रो ड्राइभर ठान्नुहुन्छ होइन त? खेर, आज हामी दक्षिण कोरियाको आधिकारिक ड्राइभरको परीक्षामा सोधिने केही यस्ता अनौठा र कडा नियमहरू हेर्दैछौँ जसले हाम्रो ड्राइभिङ ज्ञानलाई साँच्चै नै जाँच्न सक्छ। ल, तयार हुनुहुन्छ त? यो खाली गाडी चलाउने कुरा मात्रै होइन नि, यो त एउटा पुरै फरक संस्कृति र मानसिकता बुझ्ने कुरा हो। आउनुहोस् हेरौं कोरियाली सडकका नियमहरू हामीले सोचेभन्दा कति फरक रहेछन्। ल, सुरु गरौँ लाइसेन्स पाउने प्रक्रियाबाटै। यो नै पहिलो खुड्किलो हो। मानौ हामीसँग अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स छ। अब हामी दक्षिण कोरिया पुग्यौं। त्यो लाइसेन्स कति समयसम्म चल्छ होला? केही अनुमान छ? जम्मा 1 वर्ष। तर यहाँ एउटा कुरो छ है, यो 1 वर्षको काउन्टडाउन लाइसेन्स बनेको दिनबाट होइन, कोरियाको एयरपोर्टमा खुट्टा टेकेको दिनबाट सुरु हुन्छ। यो सानो तर महत्त्वपूर्ण जानकारीले धेरैलाई जुक्काउँछ। अब यो वैधता अवधि सबैको लागि एउटै हुँदैन। जस्तै अन्तर्राष्ट्रिय र विद्यार्थी लाइसेन्स त 1 वर्षको लागि मात्र भयो। तर एउटा रोचक कुरा के छ भने 65 देखि 75 वर्षका ज्येष्ठ नागरिकहरूले चाहिँ हरेक 5-5 वर्षमा आफ्नो लाइसेन्स नवीकरण गर्नुपर्छ। सायद उहाँहरूको स्वास्थ्य अवस्था पनि जाँचिन्छ होला सुरक्षाको लागि। ल, अब कोरियाको सडक नियमतिर लागौं। यहाँका केही नियमहरू त हामीले सोचेभन्दा एकदमै फरक छन्। ल, एउटा एकदमै सामान्य ड्राइभिङ अवस्था सोचौं, ओभरटेक गर्ने। सजिलो लाग्छ होइन? तर कोरियामा कहाँ र कहिले ओभरटेक गर्ने भन्ने नियम अलि ट्रिकी छ। के लाग्छ यी मध्ये कुन अवस्थामा चाहिँ ओभरटेक गर्न पाइन्छ होला? कुरा के हो भने टुटेको पहेँलो धड्का भएको सडकमा मात्रै ओभरटेक गर्न पाइन्छ। सुरुङभित्र, चोकमा वा सिधा पहेँलो धड्का भएको ठाउँमा त सोच्न पनि हुँदैन। सुरक्षाको लागि यो एकदमै जरुरी नियम हो। अब अलिकति गम्भीर विषयमा जाउँ है, माप्से र तीव्र गति। यहाँ कोरियाको शून्य सहनशीलता नीति छ। यो प्रश्न एकदमै महत्त्वपूर्ण छ किनकि कोरियामा माप्से सम्बन्धी नियम सायद संसारकै सबैभन्दा कडा नियमहरूमध्ये पर्छ। कति होला त कानुनी सीमा? हेर्नुस् त, जम्मा 0.03%। यो त धेरै देशहरूमा शून्य भने जस्तै हो। यसले के देखाउँछ भने कोरियामा माप्से गरेर गाडी चलाउने मामिलामा शून्य सहनशीलता नै छ, कुनै बहाना चल्दैन। यो तालिका हेर्दा नै थाहा हुन्छ कि सजाय कति गम्भीर छ। रगतमा अलिकति मात्र एल्कोहोल भेटिए पनि ठूलो कारबाही हुन्छ। दोस्रो पटक समातियो भने त सजाय झन कडा। अनि म परीक्षण गर्दिन भन्ने विकल्प त छँदै छैन। त्यसो भन्यो कि लाइसेन्स सिधै खारेज। यो नियमको सबैभन्दा डरलाग्दो पक्ष त यो हो। सोच्नुस्, पछाडिबाट आएर कसैले ठक्कर दियो, गल्ती उसको हो। तर जाँच गर्दा रगतमा 0.03% भन्दा बढी एल्कोहल देखियो भने सजाय तपाईलाई पनि हुन्छ। नियम यति कडा छ, कुनै बहाना नै चल्दैन। अब कोरियाको सडक सुरक्षाको एउटा निकै अनौठो विशेषताबारे कुरा गरौँ, स्कुल र सिल्भर जोन। यस्ता क्षेत्रहरूमा छिर्ने बित्तिकै यस्तो चिन्ह देखिन्छ। यसले तपाईलाई होशियार, यहाँ नियमहरू अझ कडा छन् भनेर सचेत गराउँछ। अब यी स्कुल र सिल्भर जोन भनेको के हो त? खासमा यी स्कुल र ज्येष्ठ नागरिकहरू बस्ने ठाउँ वरिपरिका तोकिएका क्षेत्रहरू हुन्। यहाँ बालबालिका र वृद्धवृद्धाहरूको सुरक्षाको लागि ट्राफिक नियमहरू निकै कडाइका साथ लागू गरिन्छ। फरक कति छ आफै हेर्नुस्। सामान्य सडकमा ट्राफिक लाइट काट्दा 60,000 वोन जरिवाना छ भने स्कुल जोनमा बिहान 8 देखि राति 8 बजेको बीचमा त्यही गल्ती गर्दा जरिवाना सिधै दोब्बर, मतलब 1,20,000 वोन। यो पैसाको फरकले नै नियम कति गम्भीर छ भन्ने देखाउँछ। जरिवाना मात्र होइन, ड्राइभिङ रेकर्डमा पनि दाग लाग्छ। गति सीमा भन्दा जम्मा 25 किलोमिटर प्रति घण्टा बढी कुदाउँदा मात्रै पनि 30 डेमेरिट पोइन्ट्स लाग्छ। यस्ता पोइन्टहरू जम्मा हुँदै गएपछि लाइसेन्स निलम्बन वा खारेज नै हुन सक्छ। त्यसैले यी सुरक्षा क्षेत्रहरूमा केही कुरामा सम्झौता हुँदैन। गति सीमा सामान्यतः 30 किलोमिटर प्रति घण्टा। पैदल यात्रीले बाटो काट्दैछन् भने रोक्नै पर्छ। जरिवाना र डेमेरिट पोइन्ट्स बिहान 8 देखि राति 8 सम्म दोब्बर। र सबैभन्दा महत्त्वपूर्ण, यदि तपाईको कारणले कसैलाई चोटपटक लाग्यो भने बीमा वा मिलापत्रले पनि फौजदारी मुद्दाबाट बचाउँदैन। अन्तमा यति धेरै कडा नियमहरूको पछाडि एउटा एकदमै सरल दर्शन लुकेको छ। अरूलाई सम्मान गरौँ र विचार पुर्याएर गाडी चलाऊ। सायद
यही नै कोरियाली ड्राइभिङ संस्कृतिको सार हो। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाँदैछौँ। कुनै पनि देशको सबैभन्दा कडा ट्राफिक नियमले त्यो देशको प्राथमिकता र मूल्य मान्यताको बारेमा के बताउँछ होला? ट्राफिक नियमहरू सडकको लागि मात्र हुन् कि समाजको ऐना पनि हुन्? सोच्नुहोला है।